30 वर्ष अगाडि गरेकै काम हो। बिचमा अलिकति ग्याप थियो, अलि हात चाहिँ ढिला भएछ, जान्न चाहिँ जानिन्छ। मैले धान रोपेकै थिएँ, आली बनाएकै थिएँ, बाउसे गरेकै थिएँ होइन। त्यस कारणले यो हामी गोरुले गर्थ्यौँ, आजकल ट्र्याक्टरको चलन आएको छ। अनि यो 25-30 वर्ष अगाडि धान रोपिन्थ्यो, जानिन्छ कि जानिँदैन होला। म एउटा आफूलाई बिर्सियो कि बिर्सिएन भनेर हेर्नै आएको हो, गरेर देखाउन भनेर मैले गरेँ पनि। ल आधा गरा। हरियो डाँडामाथि हलो जोत्ने साथी हो हाम्रै अब साथीहरूको, कृषक साथीहरूको खेत हो। अब उहाँहरू कहाँ खासै काम गर्ने मान्छेको पनि कमी, र हामीले यसलाई चाहिँ फोटो खिच्ने र एउटा देखाउने भन्दा पनि सहयोगै गरौँ। यहाँ खेत रोपेर यो 5-7वटा गराहरू छ, यो खेत रोपेर सिध्याउँ सबैजना मिलेर, त्यसरी आएको। अब यसलाई यसरी नै बुझिदिनु पर्ला। यहाँले भनेपछि आज यहाँ कति जति रोपनी हो अथवा कति यो आनामा चाहिँ तपाईँहरू खेत रोपाइ गरिरहनुहुन्छ? ल उहाँले, म चाहिँ ठ्याक्कै इन्जिनियर परेन, पछाडिबाट जग्गा धनीले खेत धनीले भन्नु ल 5 रोपनी रहेछ, हामी सबैजना मिलेर यो सक्छौँ भन्ने चाहिँ प्रयास हो। जस्तो यहाँले भन्नुभयो हामीले गरेर आएकै काम हो, यो नौलो छैन, नयाँ होइन भन्नुभयो होइन। अब काम गर्न त गाह्रै हुन्छ, त्यसमा पनि किसान गर्ने भनेको खेती किसानको काम गाह्रो पनि हुन्छ भन्छन्। अहिले गरिरहँदाको यहाँको महसुस अनुभव चाहिँ कस्तो रह्यो? कि गाह्रो रहेछ भन्ने रह्यो कि अथवा होइन पुरानै काम हो, यसलाई खासै गाह्रो छैन, गाह्रो मान्नुपर्ने होइन भन्ने लाग्छ? के छ यो? होइन, हामी त सानो सानो गरा एकदमै पहाडको खेतमा रोपेर आएको मान्छे हो। हामीले 2टा गोरु, एक हल गोरु भन्छौँ होइन। गोरु जोतेर गोरुले के भन्छ बाउसेसँगै अर्को होइन सा लगाउने के भन्छ होइन, हामी त्यो गरेर काम गरेर हुर्किएर आएको हो। त्यस कारणले अवश्य गाह्रो हो, यसमा कृषिको काम एकदमै गाह्रो हो, यसमा दुई मात्रै छैन। तर अलिकति नयाँ टेक्नोलोजी, जस्तो यहाँ ट्र्याक्टर लगायौँ हामीले अहिले साथीहरूले होइन, यस्तै अलिकति नयाँ टेक्नोलोजी, अझै योभन्दा पनि नयाँ टेक्नोलोजी छ। खेत रोप्ने, धान रोप्ने नै टेक्नोलोजीहरू आइसकेको छ। ठुलो ठुलो ठाउँमा हामी त्यतातिर जानुपर्छ, किनभने कृषकहरूलाई चाहिँ मान्छेले गरेर अब पपुलेसनको कमी, त्यसमा पनि युवा जेनेरेसनको कमी, यसले गर्दाखेरि चाहिँ टेक्नोलोजी चाहिँ भित्राउनुपर्छ। त्यो भयो भने थोरै जग्गामा धेरै धान फलाउन सक्यो र धेरै जग्गा छिटो चाहिँ तपाईँको रोपाइँ गर्न सकियो। त्यही भएर टेक्नोलोजी चाहिँ भित्राउनुपर्छ। भनेको कृषि प्रधान देश भनिन्छ होइन हाम्रो देशलाई, तर कृषि योग्य भूमिहरू सबै कङ्क्रिटका थुप्रोहरू जस्तो घरै घर बनेका छन्। विशेष गरी काठमाडौँमा त खेतीयोग्य जमिन पनि भेट्न गाह्रो छ भनिन्छ। अब तराईमा भएका कतिपय जग्गाहरूमा अथवा किसानहरूलाई समस्याहरू छँदैछन्, त्यो कतिपय किसानहरूको समस्यामा यहाँहरूले पनि आवाज उठाइरहनु भएको छ। अब यो विषयमा चाहिँ राज्यले कस्तो खालको नियम बनाएर जानुपर्ने हो? हुन त आजकै दिनमा कतिपय व्यक्तिहरूले व्यङ्ग्यको रूपमा त्यसलाई लिने गरेका छन्। किसानलाई एक बोरा मल दिन नसक्नेहरू आज किसानको खेतमा गएर रोपाइँ गरिरहेका छन्, त्यो चटक गरिरहेका छन्, नाटक गरिरहेका छन् पनि भन्ने एउटा आरोप लागेको छ। अब साँच्चै किसानको विषयमा राज्य अलिकति राम्रोसँग सोच्न नसकेको अवस्थामा हो अथवा यहाँले के भन्नुभयो यो आफै एउटा नीति निर्माणको तहमा भइरहँदा? आज बिहान मैले मेरो आफ्नो स्टाटसमा पनि लेखेको छु, मल बिउको कमी छ भनेर यो हामीले स्वीकार्नुपर्छ। हामीले सदनमा यो विषयमा पटक पटक कुरा उठाइरहेको विषय पनि हो, हामी उठाउँछौँ पनि। तर यसको अर्थ यो होइन कि तपाईँको बिउ मल तपाईँको चाहिँ छैन भनेर खेतबारी खेत काम गर्नै छोड्ने, त्यसपछि कृषकलाई प्रोत्साहनै नगर्ने भन्ने चाहिँ भएन। त्यस कारणले नेताहरू खेतमा जानु चाहिँ अब यसलाई एउटा चटक मात्रै भन्दा पनि कृषकहरूलाई चाहिँ, कृषि गर्ने कृषकहरूलाई चाहिँ एउटा प्रोत्साहन पनि हो। यसलाई चाहिँ क्रियाकलापले हेर्ने हो भने त नेताहरू 15मा आउने, असार 15मा आउने, त्यस पछाडि कसरी धान उम्रिन्छ, कसरी फल्छ भन्ने कुरामा चाहिँ अब के भनौँ त्यसलाई त्यो प्रति ध्यानै नराख्ने भन्ने खालको एउटा आरोप लागिरहँदा यहाँहरू आएपछि पक्कै पनि केही सुधार होला अपेक्षा हामी पनि। कृषिमा हामीले एकदमै धेरै जोड लगाइराखेको हो। कृषि मन्त्रालयलाई विशेष मन्त्रालयको रूपमा लिनुपर्छ।